हेलो नमस्ते। र आज मैले कति पछि भिडियो लिएर आएको छ र आज चाहिँ हामी जाँदैछौँ उता मकनपुर। हामी तीनजना सन्जु मम्मी हाइकिङ। अनि त्यसपछि के भन्छ अनि त्यसपछि यहाँदेखि गाडी चढेर जान्छौँ अनि उता कुटेश्वरदेखि फेरि अर्को गाडी चढेर हामी जान्छौँ। रमाइलो हुनेछ, भिडियो हेर्दै गर्नु होला। यता अगाडि एकजना जाँदैछ अनि यता पछाडि एकजना। अनि त्यसपछि अहिले चाहिँ 5:30 कति हुँदैछ। अनि गाडीले फेरि चढ्छ, भिडियो हेर्दै गर्नु होला। सही हो। एकजना हामी छौँ, तीनजना। भिडियो हेर्दै गर्नु होला। स्यान्डविच र केरा है हाम्रो ब्रेकफास्ट चाहिँ बटर कुकहरूले दिनुभएको। अब यो दुईवटा खाएर हामी गुड ट्राभल गर्नेछौँ साथीहरू। फर्स्ट बाइट खाएन खै तपाईँको त्यहाँ आउनु तपाईँ भन्दाखेरि यस्तो ल खानु खाएको थाहा छैन खाने भएपछि त गोदावरी है गोदावरी हो राम्रो नि 400-300 पुरै खोल त्यो गरेको। धन्यवाद। अनि खाने त हो नि ब्रेकफास्ट देखियो खाने त हो नि। अब खाएँ है हामी। अब यहाँदेखि सुरु भयो हाम्रो हाइक। 3 किलोमिटर हिँड्नुको लागि। कता पुग्यो त्यो यो स्टार्टिङ पोइन्ट हो। स्टार्टिङ पोइन्ट हो। सन्जु यो डाँडा 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 जानुपर्छ। अगाडि जानु भइसकेको छ है। म झन् उता गएँ नि त्यो आर्मीहरूको टोलीसँग। भर्खर गरेको थियो नि त। यस्तो छ अब हामी भर्खर स्टार्टिङ हल्का अलिकति माथि आइपुग्यौँ। अझै स्टार्टिङ छ उकालो बाटो। यस्तो ग्रेट वाल जस्तो चाइनाको। मम्मी चाहिँ अगाडि पुगिसक्यो। अब हामी दुईजना यहाँ छौँ। के अरे हामी चाहिँ आएको छौँ एक गाडी बटुवा ट्रिपमा। अनि हामीले ब्रेकफास्ट गर्छौँ। अब लन्च बाँकी छ। होइन यहाँ साइडमा खिच्नुहुन्छ 99 अरूमा आउँदैन। उताबाट खिच्नु न मलाई ननिकाल्नु ल। अब चाहिँ स्टार्ट भयो।
यही बाटो भएर के भयो हात काम हो यहाँ कता छ स्टेप छ यो स्टार्ट है भर स्टार्ट अब ग्रेट वालको सिडीहरू वालहरू स्टार्ट यस्तो ठाडो भएको छ भिडियो गरेर यस्तो ठाडो कालो खुट्टा कहाँ हो यार कमिला भाइलाई मोबाइल फोटो खिच्दिनु न पछाडि उहाँ एक बोतल 1000 बिट यताहरू त अब हामी चाहिँ एकछिन रोकेको होइन नि स्याउ खाँदैछौँ पिसाएर मेरो स्याउ स्याउ खाइसक्यौ कहिले नसकिने कहिले नसकिने सक्यो होइन छैन बेसी बोलिदियो भने भिडियो बनाउन चाहिँ पाएको होइन फर्स्ट एन्ड लास्ट सन्चेको कि सारा नेपाल होइन यो ठाउँ चाहिँ हो सिरियस हुँदै माथिबाट होसियार यस्तो चाहिँ राम्रो लाग्छ क्या मलाई यतिको हुनु पऱ्यो कस्तो छ माथि चाहिँ प्लेन आयो अब भन्ने समय एरिया क्या उसको मोटरबाटोको बाटो बिचरा कस्तो यही छोड्दै माथिबाट चिन्ता सुन्दरी खिच्छ आलु अन्त मकै नेचर एन्ड द ब्युटी एन्ड द बेस्ट Cinderella and the suits Sanju and the beach त्यो दामी छ है यति थियो है दामी दामी भएर मैले भिडियो बनाएको छु जे पाइदै सिनेमेट्रिक बनाउनु खोजेको तर यो त राम्रो लाग्छ त सिनेमेट्रिक आएको छ क्यामेरा यहाँबाट त तिम्रो ओइ यस्तै आएको छ सिनेमेट्रिक आएको छ
तर त्योभन्दा अगाडि अब हामीलाई 10 मिनट लाग्छ। त्यसपछि सुरुमा खाना खाने ठाउँ आउँछ, खाजाहरू खाने, अनि त्यसपछि लटोपरमेश्वर महादेवकोमा जाने, दर्शन गर्ने, अनि त्यसपछि फर्केर आएर खाना खाने। यो चाहिँ सबै स्पोन्सर बटुवा ट्रिपले गरेको हो हामीलाई, पैसा त हामीले पनि हालेको छैनौँ। फेरि अर्को भिडियोमा पनि भेटौँ होला। अहिलेको लागि भाइ होइन हौ, अहिले पनि आउँछ हौ अर्को ठाउँमा, मती मन्दिरमा हो। अहिले मन्दिरमा भेटौँ होला। मलाई मन पर्दैन नि यस्तो स्मेल। म त मन पर्छ स्मेल त त्यो के रुखपटा चिउरी यस्तो गाउँतिर हुन्छ। चिउरीको बोटमा बसिरहेको छु। चिउरी फल यस्तो हुन्छ। पहिला त मैले खाएको दुधै हुन्छ नि। कति माथि गइसक्यो यार। यसो हाम्रो ट्रेलर हो अझै बाँकी छ है। यो हो रे के मैले त्यो पुष्पानीपुरमा पढेको पनि त्यो पुष्पानी गर्दाखेरि त्यो हाम्रो माथि गाउँमा के अरे पहिलादेखिले कुटेर अनि त्यो बाँधिदिएर मलाई के याद छैन त्यो पेरो आरू खोलेको रहेछ नि अलिअलि, तर बोट चाहिँ ढलिसक्यो। अब हामी खाना खानुको लागि बसेको हो होइन। सासू बुहारी चाहिँ गइसक्यो भात खानुको लागि। फोन चाहिँ भित्र आएछ। बाख्रा छ यहाँ। बाख्राले यहाँ सल खायो अरे। यता त नन भेज किन हाँसेको? मिसिन्छ नि त सक्छ सामान। किन किन तपाईँहरू कहाँ आइपुग्नु भयो? यो सम्झिँदा भने मामा घर तिमी खानु त हामी पैसा छ झोला एकछिन ल यहाँ झोला छ उसलाई चौका मनपर्छ नि फर्स्ट काट्नुपर्छ।
अलिकति माथि माथि नै बस्नु ल यो दिस इज द भ्यू यस्तो दुःख गरेर आएको यार ल बसला उयो हो नि त डाँडा वा यो यहाँ छ 10 मिनट जस्ट घन्टी पनि बजी सुन्यो यसरी हिँड्नु होइन जेट 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 बिस्तारै स्नो पक्रिँदैन न तल डढा बाटो झरे बाटो कैसे फोटो खिच्दैछु एकछिन हतार नगर्नु यहाँ त अलिक डर लाग्छ त्यतै हेर्नुस् ल हान्नु त त्यहाँबाट खै कहाँ हान्नु ए मान्छे चिन्दिनँ छु मैले यही बस्नु रे कस्तो हामी उ त कहाँ आउनु यहाँ नसबाले पनि झन् लाग्छ अबे अहिले मन्दिर दर्शन गरेर खिच्दै जाने क्या अब यसो तलको फोटो कस्तो आउँला त डल्ले 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 खुर्सानी यस्तो डेन्जर छ यार यो यहाँनिर ड्रोनले चाहिँ यता माथिबाट गरेर भने चाहिँ दामी हुन्छ यस्तो दामी छ देख्नुभयो यस्तो राम्रो छ लगाउनु खोज्दा पनि लाग्दैन यहाँ ऊ छैन यहाँ मात्रै तिर्सुल छ गणेश पूजा गरेर आयो यस्तो डेन्जर छ त्यो नजिकबाट कालिन्छ पक्रिनु न एकपल्ट ला सिरियस भएछ नि त पैसा लगेर त्यो बहिनी त्यो होइन अर्कै हो सिरियस होइन उतापट्टिको छैन अब लाइन बस्नु परिहाल्यो नि हेत तरिका लास्टमा यस्तो छ ल आमा हजुर तपाईँले त पुरा हुनु पर्यो ल्याउ न दर्शन गर्नु अरे के गर्नु अरे ल्याउ न यस्तो गरौँ सरी तपाईँ कताबाट
यस्तो धेरै यति राम्रो सिन है यस्तो खिचिराख्नु मन लगाएर फोटो भिडियो सन्जु दामी छ है ठाउँ दामी छ है यस्तो राम्रो फेरि यो क्यामेरा मम्मीको राम्रो रहेछ यार कहिले कसरी मैले बिर्सेँ यस्तो दामी छ हो यस्तो दामी हात्ती त्रिशुलमा खिचेर आयो फोटो यस्तो भिडियो बादल सरी अब हामी फोटो खिच्यो ऊ पर देखेकोमा जाने हो यहाँ चपहरू खाएर अनि त्यहाँदेखि हामी आएको तल जङ्गल जङ्गलै 2 घन्टा हिँडेर 2-2.5 घन्टा यति नै हो अब अन्त्य गर्ने हो भिडियो अब जान्छु बाई गर न बाई